म लिङ्कदेनजीले माफ गर्नु होला है, भीमरावजीले चाहिँ उहाँ सही हस् भन्नुभयो भर्खर भेटेर आएको छु, मलाई सुहाको नाम दिएको छु। झापाको 3 नम्बर क्षेत्रमा भनेको ल नेकपा एमाले जिन्दाबाद भोट केमा हलोमा भन्ने केपी ओली राजावादी कि भीमराव राजावादी? धन्यवाद। होइन अब एउटा प्रश्न अब एउटा महत्त्वपूर्ण प्रश्न के छ भने अब पछिल्लो समय तपाईँ एमालेबाट निष्कासित भइसकेपछि अब भीमरावल चाहिँ कता जान्छन्, के गर्छन् भन्ने आम जनताको ठुलो चासो छ। यो प्रश्नलाई अलिकति यहाँले प्रश्न पार्दैन। मैले आजभन्दा 51 वर्ष अगाडि जुन विद्यार्थी कालदेखि राजनीतिमा पाइला टेकेँ र यो पार्टीमा मैले 49 वर्ष जुन मैले बिताएँ, चाहे म गृहमन्त्री हुँ, रक्षा मन्त्री हुँ, चाहे जुनसुकै पदमा जाउँ, मैले जहिले पनि यो देशको सर्वोपरि हित गरौँ, यो देशको जनताको आवाज सुनौँ भनेर म लडिरहेँ। मेरो यो आवाजलाई नेकपा एमालेको नेतृत्व गुटले सुनेन र त्यो रङ्ग उडेर बामालेमा परिणत भयो। अब म बाहिर निस्केपछि के गर्छु भन्ने जुन कुरा छ, प्रश्न छ मेरो कुरा। यो देशको